राम्रो त्यसलाई पाण्डेसँग पनि लिग एम्पायरमा हुनुहुन्छ। कृष्ण कुँवरजी ओभरमा 2 सफलता दिलाएका सागर दोस्रो ओभर लिएर आएका छन् पिटुकेडीका लागि। हल्का स्लो छोडेका थिए यो बललाई, हल्का टर्न पनि प्राप्त गरे त्यहाँ। नवीन भण्डारी र सागर भण्डारी निकै आत्मीय साथी पनि हुन्, एकअर्कालाई राम्ररी चिन्ने गर्दछन्। हेरौँ यो ब्याटल अफ फ्रेन्ड्स कसले बाजी मार्ने हो। निकै राम्रो बल, पहिलो बल जुन वाइड थियो त्यस पश्चात थोरै लाइनमा सुधार ल्याए सागरले। हल्का बल फालिरहेका छन्। सागरले निरन्तर स्लो बल र आम बलको भेरिएसन युज गरेका थिए पहिलो ओभरमा पनि। यो ओभरमा पनि सायद हामी त्यो देख्न सक्छौँ सागरको बलिङमा। यो सिधा आएको बल, फेरि म भन्दै थिएँ आम बल त्यहाँ थियो, ठोकिसकेपछि जुन तरिकाले सिधा गएको थियो यो बल, नवीनले राम्रो डिल गरे त्यसलाई। यो टिमको प्रमुख हतियारको रूपमा सागर भण्डारी छन्। सागर भण्डारीको ओभरलाई संयमित भएर खेल्न चाहन्छ विश्वलायन टर्टल। यहाँ एकदमै कन्सियसली जान दिए बललाई। 3 ओभरको खेल चल्दै गर्दा 11 रनमा 2 विकेट गुमाएर खेलिरहेको छ विश्वलायन टर्टल अहिले। नवीन भण्डारी सुझबुझको क्रिकेट खेल्दैछन् यहाँ। 10 बल खेलिसकेका नवीन भण्डारी सुरुवाती केही समयहरू टाइम लिन चाहन्छन्। फेरि पनि उत्कृष्ट बल, 1 रन चाहन्थे त्यहाँ, अमनले नकारिदिएका छन्। हामी देख्न सक्छौँ जुन तरिकाले अमन बसिरहेका छन्, उनको स्टार्ट पनि त्यहाँ जुन तरिकाको हुनुपर्ने हो सायद त्यो तरिकाको छैन। हुन त अब तालमेलको कुरा पनि हो, रन अलिकति खतरा स्थितिमा यो बेलामा रन रिस्की रन नलिएको नै राम्रो, किन भन्दा 2 विकेट पहिले नै गइसकेको छ। यो मौका थियो त्यहाँ, नवीनले ड्राइभ लगाएका थिए तर कनेक्ट भएको थिएन सही ढङ्गले। 2 रन लिएका छन् नवीन भण्डारी। यो छन् नवीन भण्डारी। यहाँ निकै राम्रो फिल्डिङ रोहन कुमारको, लगभग अब बाउन्ड्री भइसकेको थियो। रोहन कुमारले त्यसलाई बचाए, 2 रनमा समेटेका छन् र यो 2 रनसँगै 13 रन प्राप्त भइसकेको छ स्कोर बोर्डमा विश्वलायन टर्टल टिमको लागि। 2 विकेट गुमाएर क्याप्टेन सागर अन्तिम बल आफ्नो दोस्रो ओभरको। उत्कृष्ट बलिङ, हल्का टर्न त्यहाँ प्राप्त गरे। लगातार मौका बनाइरहेका छन् सागर। योभन्दा अगाडि पनि एउटा मौका थियो त्यहाँ, उत्कृष्ट